आज वीरपाडा गइन्दैछ। यहाँ हाम्रो पिङ्कु बहिनी छन्। कहाँ छौ? हाम्रो स्टुडेन्टहरूलाई चाहिँ वीरपाडामा हामी यहाँ हेरेर पर्खिरहेको छु। इन्टर्न गराउने हो हामी। अनि मोरा सर यहाँ उचिका र अझै एकजना स्टुडेन्ट उचिका र सेलिना दुईजना स्टुडेन्ट चाहिँ आउँदैछन्। अनि अहिलेसम्म आइपुगेछन्। हामी चाहिँ बाह्रमा पर्खेर बसिरहेको छु। यिनीहरू 10 बजी आउनु भनेको 10 बज्न लागिसक्यो। हामी चाहिँ छिटो आइपुग्यौँ कि क्या हो। तिमी यत्रो ढिलो आएको? हामी आधा घन्टा भयो वेट गरेको। उहाँ चाहिँ हाम्रो अर्को स्टुडेन्ट सेलिना है तिम्रो नाम? ब्याड मर्निङ भइरहेछ यत्रो पर्खाएर भगवान्। ऊ चाहिँ हाम्रो उचिका अर्को स्टुडेन्ट, उहाँ पनि इन्टर्नको लागि जानुहुँदैछ। यस्तो लेट लतिफ फर्स्टै दिन यस्तो लेट लतिफ गर्दैछन् त यिनीहरू। प्रशान्त सर पनि जाने अरे। हामीले घर फोन गर्दा हामी बानाडमा थियौँ। यिनीहरू पर्खिँदा बल्ल बल्ल यिनीहरू आयो यता। अब फेरि प्रशान्त सरले फोन गरिकन प्रशान्तलाई पनि पर्खिनु पर्ने अरे हो। प्रशान्त सरलाई अब यहाँ वेट गर्नुपर्ने। क्लासबारी पुग्यो भन्छ भन्छ 1 घन्टा भइसक्यो वेट गरेको। पिङ्कुले कम्पनीमा सेलेक्ट भएर कम्पनीलाई रिजेक्ट गरिदियो। स्यालेरी दिँदै थियो कम्पनीले 15,000 रुपियाँ विथ एकोमेन्डेसन। फ्रेसरलाई है बेङ्गलोर जस्तो जग्गामा राम्रो वेदर छ त्यहाँनिर, कस्तो मजाको काम हुन्थ्यो। कम्पनीलाई रिजेक्ट गरेर अब ऊ चाहिँ किन नगएको म भनौँ म मिना बजार घुम्नु छ उसलाई होइन। दसैँ तिहारमा मासु खानु छ हो, घरमा बस्नु छ। चिचीको लोभ पापाको लोभ गर्छ नि त कहाँ हुन्छ त। हाँ सेलिना के भन्छौ तिमी? मैले अन्त यहाँ वीरपाडामा पनि काम गर्दिनँ भन्दै थिएँ मैले पहिला। अन्त फुपूलाई भनेर घर बसेर सब बिर्सिन्छ यहाँ सब वीरपाडामा लगाइदिनु भनेर अन्त चाहिँ मानेको। फुपू पनि मान्नु भयो, अझै पनि माने। तिमीले चाहिँ के भने घरमा भनिदिनु? मैले त घरमा भने मम्मी सरले पनि रुम दिनुहुन्छ अरे, सिक्नु पनि पाइन्छ अरे, हात खर्च पनि दिनुहुन्छ। हात खर्च 2 रुपियाँ होइन? असो त दिन्छु त भगवान्, दिन्छु 2 रुपियाँ दिन्छु। अन्त तिमीहरूलाई गुड न्युज छ एउटा। के गुड न्युज भन्छ भन्दा म तिमीहरूलाई खाने व्यवस्था पनि गरिदिन्छु। सब्जी चाहिँ मासु चाहिँ गर्दिनँ नि। फेरि भात चाहिँ ल्याइदिन्छु म। भात पऱ्यो के अरे चामल चाहिँ ल्याइदिन्छु। चामल ग्यास सिलिन्डर ल्याइदिन्छु भरेर हो। म स्टुडेन्टहरूलाई माया गर्छु नि। स्टुडेन्टले चाहिँ त्यहाँनिर भरे त्यहाँ थ्रेडिङ बिगारिदिएर स्किनमा त्यहाँनिर कालो बनाइदियो भने चाहिँ म तिमीलाई गोदाइहाल्छु त। यहाँ हाम्रो सर पनि आइपुग्नु भयो। सर चाहिँ सडन प्लान भयो हामीसँग जाने। अनि धेरै वेट गर्नु पऱ्यो हामीलाई। वीरपाडा आइपुग्यौँ। हाम्रो सलोनमा हामी आइपुग्यौँ। फाइनली हामी आइपुग्यौँ हाम्रो सलोनमा। एन्ड सलोनमा हाम्रो अलरेडी यहाँ हुनुहुन्छ अप्सरा, साहिल एन्ड मल्लिका। एन्ड यहाँ हामी 3जना नयाँ फ्रेसर इन्टर्नको लागि प्रेजेन्ट हुनुभएको छ। हाम्रो सलोन चाहिँ यो हो, तपाईँले देखिराख्नु भएको होला पहिला पनि हो। अनि माथि चाहिँ एकाडेमी छ। ओके, म इन्ट्रोडक्सन चाहिँ गराइदिइहाल्नु पऱ्यो यिनीहरूलाई है। इन्ट्रोडक्सन गरेपछि चाहिँ प्रशान्त सरलाई चाहिँ यहाँनिर मोडल चाहियो अरे त। उसीका चाहिँ मोडल बन्ने अब हेयर कलरको क्लासमा सलोन हेर्नु आएको अरे। त्यहाँ चाहिँ त उसको त सर्भिस सो हुँदैछ त्यहाँ त। 4,000 दिन्छ नि? 4,000 दिँदैन। लु यहाँ उचिका पनि ब्युटिफुल भइहाल्यो हो। फर्किँदै उता पछाडि सबैजना फ्री भएपछि चाहिँ मैले सबैजनालाई आफ्नो रेस्पोन्सिबिलिटीको बारेमा बताइदिएँ, कसले के गर्नुपर्छ भनेर। र आज चाहिँ उहाँहरूलाई चाहिँ यहाँ इन्ट्रोडक्सन गर्नुको लागि ल्याएको र रुम देखाउनुको लागि ल्याएको, कहाँ उनीहरूलाई बस्नुपर्छ भनेर। पछि 2 दिन बादमा चाहिँ उहाँहरूको जोइनिङ हुन्छ। अब चाहिँ हामी जाँदैछ रुममा। यहाँ रुमहरू कस्तो छ मैले त हेरेको पनि छुइनँ, मल्लिका हेरेको छ। सो रुम हेर्नुको लागि हामी सबैजना जाँदैछौँ। सो यो हो हाम्रो न्यू स्टाफहरू बस्ने ठाउँ। ओके कोथाय यदिकै ना लाइट नै
লাইট ভেতরে ওইটা কি অন্য खै किचन हेर्दै কিচেন এটা একটু ক্লিন করে নিতে হবে तिमीलाई चाहिँ खाना मात्रै पकाउनु पर्यो बसेर चाहिँ वहीँ खानुपर्छ भन्दै कस्तो लाग्यो रुम ठिकै छ ठिकै छ सर अन्त है हाँ सरिना ठिकै छ ठिकै छ पिङ्कु सेलिना आना भयो उशिका नाम छ नि मलाई उशिका उचिका हाम्रो डकुमेन्टमा उचिकै भेटेको छ हामी उचिकै भन्छौँ उचिकै भन्छौँ हामी उशिका उशिका त्यो त्यो बर्थ सर्टिफिकेटमा नामले गर्दाखेरि किन गल्ती गरेको त उचिका लेखेको छ हामी उचिकै भन्छौँ वकिङ डिस्टेन्समा छ रुम चाहिँ हो यो बाटोबाट आउनु पर्दो रहेछ है हाम्रो सलुन त्यहाँ छ त्यहाँबाट सिधा यताबाट आयो यताबाट चाहिँ यता जानुपर्छ अनि यहाँबाट चाहिँ त्यस्तो लाग्नुपर्छ रुम हेरेर आएपछि चाहिँ हामीलाई फुच्का खानु मन लाग्यो होइन अनि हाम्रो सलुनको छेउमा त्यहाँ लभली स्विटको अगाडिपट्टि फुच्का दोकान थियो त्यहाँनिर चाहिँ हामीले 20-20 रुपियाँको हामीले फुच्का खायौँ त्यसको बादमा चाहिँ हामीलाई घर फर्किनु थियो होइन बानाटोमा यिनीहरूलाई छोड्नु पनि थियो अनि त्यसको बादमा हामी गयौँ सलुनमा अनि सबैजनाले टाटा बाई बाई गरेर हामी त्यहाँ फाइनली त्यहाँबाट निस्क्यौँ